नमस्कार, म अधिवक्ता विदुर प्रसाद अधिकारी। हामी निरन्तर निर्वाचन विशेषमा छौँ। निर्वाचन विशेषमा आज छलफल गरौँ निर्वाचनसँग सम्बन्धित कानुनी व्यवस्थाहरू के छन् त? के कुराले नेपालको निर्वाचनलाई सम्बोधन गरेको छ भन्ने विषयमा आज हामी सामान्य जानकारी राख्दछौँ। यसको उद्देश्य के हो भने यदि तपाईँहरूलाई भोलि निर्वाचनसँग सम्बन्धित कुनै विवादहरू उठेको अवस्थामा अथवा कुनै आचार संहिता उल्लङ्घन भएको अवस्थामा कुन कानुन आकर्षित हुन सक्छ, कुन कानुनमा अथवा कुन आचार संहितामा, कुन कार्यविधिमा, कुन निर्देशिकामा टेकेर त्यसको सम्बोधन गर्न सकिन्छ भन्नको लागि सहज होस् भन्ने उद्देश्यले मैले यो निर्वाचनसँग सम्बन्धित ऐन कानुनहरूको बारेमा जानकारी गराउन चाहेको हुँ। त आउनुहोस्, अहिले निर्वाचन आयोगको वेबसाइटमा हेर्ने हो भने निर्वाचन आचार संहिता 2082 जारी भएर यही माघ 4 गतेदेखि निर्वाचन आचार संहिता मुलुकमा लागू भइसकेको छ। यो निर्वाचन आचार संहिता निर्वाचनका सम्पूर्ण परिणामहरू, सम्पूर्ण कार्यहरू नसकेसम्म जारी रहनेछ। त निर्वाचनसँग सम्बन्धित ऐन कानुनहरू के हुन् त भन्दाखेरिमा पहिलो कुरा नेपालको संविधान। नेपालको संविधानले व्यवस्था गरेका थुप्रै विषयवस्तुहरू छन्। यहाँहरूले नेपालको संविधानलाई हेर्नुभयो भने नेपालको निर्वाचन सम्बन्धी जानकारी पाउन सक्नुहुन्छ। त्यसै गरी 2082 साल फागुन 21 गतिको निर्वाचन सम्पन्न गराउनको लागि निर्वाचन आयोगले एक आचार संहिता, 10 वटा कार्यविधि र निर्देशिका लागू गरिसकेको छ। त्यसै गरी ऐनहरूमा 10 वटा ऐन र 8 वटा नियमावलीहरू अहिले अद्यावधिक छन् अथवा ती मौजुदा कानुनको रूपमा रहेका छन्। यहाँहरूलाई विस्तृत जानकारी जान्न चाहनुहुन्छ भने यहाँहरू पनि निर्वाचन आयोगको वेबसाइटमा गएर यी ऐन कानुनहरू के रहेछन् भन्ने कुरा विस्तृत रूपमा जान्न सक्नुहुन्छ। त आज हामी अहिले चर्चा गरौँ आचार संहिता, निर्देशिका, कार्यविधिहरू के छन् त, ऐनहरू के छन्, नियमावली के छन् भन्ने विषयमा सरसर्ती हामी चर्चा गर्नेछौँ। निर्देशिकाहरूमा 10 वटा निर्देशिकाहरू चाहिँ नि निर्वाचन आयोगले जारी गरेको देखिन्छ। यी निर्देशिकाहरूमा अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि 2082, त्यसै गरी प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका 2082, यसै गरेर प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका 2082 दोस्रो संशोधन, त्यसै गरेर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता र निर्वाचन चिन्ह सम्बन्धी सूचना 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन मतदान निर्देशिका 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन मतगणना निर्देशिका 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका 2082 पहिलो संशोधन समेत, त्यसै गरी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082 र सवारी साधनको अनुमति सम्बन्धी कार्यविधि भनेर 10 वटा कार्यविधि र निर्देशिकाहरू जारी गरेको छ। यहाँहरूलाई यी कार्यविधिहरू मैले तल लिङ्कमा पनि राखिदिएको छु र यहाँहरूले थप जान्न चाहनुहुन्छ अझ भने विस्तृत रूपमा जान्न चाहनुहुन्छ भने निर्वाचन आयोगको वेबसाइट पनि भिजिट गर्न सक्नुहुनेछ। त्यसै गरी मौजुदा कानुनहरूमा 10 वटा निर्वाचनसँग सम्बन्धित ऐन कानुनहरू चाहिँ नि हाल कार्यान्वयनमा रहेका छन्। म ती कानुनहरूको यहाँहरूलाई नोट गराउँछु र त्यो कानुनमा के व्यवस्था गरेका छ भन्ने चाहिँ हामी आगामी अर्को भिडियोमा हामी चर्चा गर्नेछौँ। ती कानुनहरूमा निर्वाचन आयोग ऐन 2073, मतदाता नामावली ऐन 2073, निर्वाचन कसुर तथा सजाय ऐन 2073, स्थानीय तह निर्वाचन ऐन 2073, निर्वाचन क्षेत्र निर्धारण ऐन 2073, राजनीतिक दल सम्बन्धी ऐन 2073, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074, प्रदेश सभा
निर्वाचन ऐन 2074, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन 2074 र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन 2075 गरेर 10वटा ऐनहरू चाहिँ हाल कार्यान्वयनमा छन्। यसरी हेर्दाखेरिमा 2073 र 74मा चाहिँ बढी ऐनहरू बनेको देखिन्छ। त्यसै गरी नियमावलीहरूमा के छन् त भन्ने विषयमा 8वटा नियमावलीहरू चाहिँ कार्यान्वयनमा रहेको देखिन्छ। मतदाता नामावली सम्बन्धी नियमावली 2068, निर्वाचन आयोग नियमावली 2073, स्थानीय तह निर्वाचन नियमावली 2073, राजनीतिक दल सम्बन्धी नियमावली 2074, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली 2074, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली 2074, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी नियमावली 2074 र राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली 2076 गरेर जम्मा 8वटा चाहिँ नि नियमावलीहरू कार्यान्वयनमा रहेको देखिन्छ। यहाँहरूले यसलाई नोट गर्नुभयो भने भोलि यहाँहरू निर्वाचनको क्रममा खटिरहँदाखेरिमा अथवा पर्यवेक्षकहरूले पर्यवेक्षण गरिरहने सन्दर्भमा, राजनीतिक दलहरूले निर्वाचनको प्रचार प्रसार गरिरहने सन्दर्भमा अथवा निर्वाचन आयोगका पदाधिकारीहरू अथवा निर्वाचन आयोगसँग सम्बन्धित व्यक्तिहरूले निर्वाचन उल्लङ्घनको घटनाहरूलाई चाहिँ नि अध्ययन अनुगमन गरिरहँदाखेरिमा यी ऐनहरू, यी कानुनहरू, यी आचार संहिताहरू, यी कार्यविधि र निर्देशिकाहरूको सहयोग लिन सक्नुहुनेछ भन्दै यदि यहाँहरूलाई यस सम्बन्धी थप जानकारी चाहेमा अथवा थप विस्तृत रूपमा चाहिँ नि केही बुझ्न चाहनुहुन्छ भने हामीले बायोमा राखिदिएको वाट्सएप नम्बर अथवा वाट्सएपमा मेसेज पनि गर्न सक्नुहुन्छ र बायोमा राखिदिएको इमेलमा यहाँहरूले हामीलाई केही कुरा सोध्नु छ भने प्रश्नको रूपमा राख्न सक्नुहुनेछ। हामी ती प्रश्नहरूलाई यथासक्दो छिटो सम्बोधन गर्ने प्रयास गर्नेछौँ। धन्यवाद।